हेलो गाइज, वेलकम टू माई च्यानल। आजको यस भिडियोमा हजुरहरू यदि एक्सेल प्रयोग गरिराख्नु भएको छ भने त्यसलाई झन सजिलो बनाउनको लागि मैले एक्सेलको अल सर्टकट की कसरी निकाल्ने भनेर सिकाउन गइरहेको छु। यदि हजुरहरूले एक्सेल प्रयोग गरिराख्नु भएको छ र एकदमै छिटो र छरितो एक्सेल प्रयोग गर्नको लागि हजुरहरूलाई एक्सेल सर्टकट की को एकदमै जरुरी पर्छ है, जरुरी हुन्छ। सर्टकट कीबाट यदि चलाउनु भयो भने एकदमै छिटो र छरितो हुन्छ। त्यही भएर हजुरहरूलाई यस भिडियोले धेरै सहयोग गर्छ भनेर आश छ है। अब त्यसको लागि चाहिँ एक्सेलको अल सर्टकट कीहरू कसरी निकाल्ने भनेर सिकाउँछु है त। अब त्यसको लागि चाहिँ हजुर सबभन्दा पहिला त्यो माइक्रोसफ्ट एज ब्राउजरमा जानुपर्ने हुन्छ है। यहाँ गइसकेपछि अब यो निकाल्नलाई चाहिँ दुईटा तरिका छ है। एउटा चाहिँ यहाँ सर्च बारमा गएर त्यसपछि यहाँ लेख्नु पर्ने हुन्छ excel.new है। यति लेखेर यदि टाइप गर्नुभयो भने यहाँ चाहिँ यसरी चाहिँ एक्सेल को अपडेटेड भर्जन खुल्छ है। यसरी अपडेटेड भर्जन खुलिसकेपछि हैन चाहिँ अब यसरी खोल्नु पर्ने हुन्छ। एउटा एक्सेल को अपडेटेड अर्थात त्यो माइक्रोसफ्ट 365 चाहिँ खोल्नलाई चाहिँ एउटा यो तरिका हो। अर्को तरिका चाहिँ यहाँबाट यसमा चाहिँ यही माइक्रोसफ्ट एज ब्राउजर खोल्नु भयो भने यही चाहिँ 9 वटा डट भएको अप्सन छ हैन, त्यसमा क्लिक गर्नुभयो भने यही एक्सेल लेखिरहेछ। यसबाट पनि यहाँबाट पनि हजुरहरूले एक्सेल चाहिँ पेज त्यो अपडेटेड एक्सेल खोल्न सक्नुहुन्छ। यसरी यो खुलिसकेपछि यहाँ चाहिँ क्रिएट अ ब्ल्याङ्क वर्कशीट भनेर यसरी चाहिँ खुलिसकेपछि यहाँ चाहिँ हजुरहरूले कन्ट्रोल है, म किबोर्ड देखाउँछु है। यहाँ थिचिसकेपछि कन्ट्रोल थिचेर कन्ट्रोल प्लस यो फरवर्ड स्ल्यास भन्छौ, यसलाई चाहिँ डिभाइड पनि भन्छौ हैन। यो चाहिँ थिच्नु भयो भने डिभाइड गर्नुभयो भने यसरी सर्टकट कीहरू सबै आइहाल्छ। हेर्नुहोस् है। अब यो जति हजुरहरूलाई एक्सेलको अल सर्टकट है। अब यहाँ एक्सेलमा काम लाग्ने जति सर्टकटहरू चाहिन्छ त्यो सबै सर्टकटहरू यहाँ छ। अब यसरी यहाँबाट हजुरहरूले यसलाई चाहिँ स्क्रिनशट गरेर राख्न सक्नुहुन्छ या प्रिन्ट गरेर राख्न सक्नुहुन्छ। अब त्यसपछि यो काम गर्ने बेलामा चाहिँ हजुरहरूलाई एकदमै सजिलो हुन्छ। यो सर्टकट की प्रयोग गरेर यदि हजुरहरूले एक्सेल चलाइराख्नु भएको छ भने एकदमै छिटो र छरितो हुन्छ है। तर डाइरेक्टै बिना सर्टकटको गर्नुभयो भने गर्न त सकिन्छ, तर त्यही अलिकति टाइम लाग्छ हैन। अब जस्तै कुनै कुरालाई सेभै गर्नु पर्यो भने पहिला फाइलमा जाने हैन, फाइलमा जाने अनि त्यसपछि के भन्छ जस्तै मान्न कुनै कुरा यदि हजुरहरूले यसमा काम गर्नुभयो सेभ गर्नु पर्यो भने यहाँ क्लिक गर्ने, त्यसपछि यहाँ चाहिँ आएर चाहिँ सेभ एजको अप्सन आउँछ, त्यहाँ पनि सेभ गर्नुपर्ने हुन्छ हैन। तर यदि सर्टकट कीबाट चाहिँ एकैचोटि कन्ट्रोल एस गरिदिनु भयो भने सेभ भइहाल्छ। त्यसरी चाहिँ सर्टकट कीबाट चाहिँ एकदमै सजिलो हुन्छ। यसरी चाहिँ हजुरहरूले प्रयोग गर्नुहोला र प्रयोग गरिसकेपछि कस्तो लाग्यो भनेर कमेन्ट पनि गर्नुहोला। अनि यदि यसरी चाहिँ खुलेन भने यसको लिंक चाहिँ मैले डिस्क्रिप्सनमा हालिदिन्छु, त्यहाँबाट पनि यो एक्सेलको अपडेटेड भर्जन चाहिँ खोल्नु होला। र एउटा कुरा यसमा चाहिँ के छ महत्त्वपूर्ण कुरा, ध्यान दिनुपर्ने कुरा, यो खुलिसकेपछि यो आफ्नो एकाउन्टबाट लगइन भएको हुनु पर्यो है। लगइन यदि छैन भने यो चाहिँ हजुरहरूले एसएस गर्न सक्नुहुन्न, यो निकाल्न सक्नुहुन्न। त्यही भएर यो लगइन गरेर अनि त्यसपछि कन्ट्रोल डिभाइडको साइन दिनु होला, त्यसपछि यसरी आउँछ। यस्तै जानकारीमूलक भिडियोहरू हेर्नको लागि हाम्रो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।